आज हामी वेल्थ अफ नेसन्स अन्तर्गतको च्याप्टर 2 डिस्कस गर्छौं। फर्स्ट च्याप्टरमा स्मिथले देखाएका थिए कि डिभिजन अफ लेबरले प्रोडक्टिभिटी बढाउँछ, तर च्याप्टर 2मा उनी सोध्छन् डिभिजन अफ लेबर किन सुरु भयो त? यो कुनै सरकारी योजना वा अचानक नियमको परिणाम होइन, यो मानव स्वभावको प्राकृतिक प्रविधिबाट उत्पन्न भएको हो। एडम स्मिथ अनुसार मानिसमा एउटा प्राकृतिक प्रवृत्ति हुन्छ, द प्रोपेन्सिटी टु ट्रक, बार्टर एन्ड एक्सचेन्ज वान थिङ फर अनदर। साधारण भाषामा मानिसले आफ्नो वस्तु अरूसँग एक्सचेन्ज गर्न चाहन्छ। उदाहरणका लागि, तपाईले धान उत्पादन गर्नुभयो र तपाईलाई लुगा चाहिन्छ। तपाई आफ्नो धान कसैसँग ट्रेड गर्नुहुन्छ जसले लुगा बनाउँछ। यही प्रक्रिया डिभिजन अफ लेबरको आधार तयार गर्छ। स्मिथले स्पष्ट गर्छन् कि हामीलाई खाना, लुगा वा अन्य आवश्यक वस्तु कसैको काइन्डनेसबाट प्राप्त हुँदैन, बरु हाम्रा दैनिक आवश्यकताहरू अरू मानिसहरूको सेल्फ इन्ट्रेस्टबाट पूर्ति हुन्छ। उदाहरणका लागि, बुचरले मासु बेच्छ ताकि प्रफिट कमाओस्, बेकरले रोटी बेच्छ ताकि आफ्नो इन्कम बढाओस्। तर जब सबै आफ्नो सेल्फ इन्ट्रेस्टका लागि काम गर्छन्, त्यसै क्रममा समाजको आवश्यकताहरू पनि पूर्ति हुन्छन्। यसलाई भन्न सकिन्छ म्युचुअल बेनिफिट थ्रु एक्सचेन्ज। स्मिथले जनावरसँग पनि तुलना गर्छन्। जनावरले कहिल्यै सिस्टमेटिक एक्सचेन्ज गर्दैनन्, तर मानिसहरूले मार्केट्स, ट्रेड र स्पेशलाइजेसन विकास गरेका छन्। त्यसैले मानिसले आफ्नो सेल्फ इन्ट्रेस्ट मात्र पछ्याउँदै काम गर्दा अचानक समाजका लागि पनि बृहत लाभ उत्पन्न गर्छ। साधारण शब्दमा भन्नुपर्दा, when I work for myself, I end up helping everyone else। त्यसैले डिभिजन अफ लेबर केवल प्रोडक्टिभिटीको कुरा होइन है, यो मानव समाजको अद्भुत शक्ति हो, जहाँ व्यक्तिगत चाहना र सामाजिक लाभ अचेतन रूपमा जोड्छन्। जब मानिसहरू स्पेशलाइज गर्छन्, ट्रेड गर्छन् र आफ्नो काममा दक्ष हुन्छन्, तब समाज नै लाभान्वित हुन्छ, हामीलाई थाहै नहुँदै। यो सँगसँगै अर्को प्रश्न आउँछ, यदि डिभिजन अफ लेबर यति फाइदाजनक छ भने यो किन अनलिमिटेड हुँदैन त? यो हामी च्याप्टर 3मा डिस्कस गर्छौँ है त।